यो एबिपिएम मेसिन हो। यो चाहिँ के हुन्छ नि, यो बिपी कफ भयो, यसलाई हामीले बिपी नापे जस्तै गरी यो लेफ्ट साइडमा यसरी बाँध्छौँ र यो डिभाइसमा यसरी कनेक्सन गरेर चाहिँ यो ब्यागमा आएर यसरी जुनाएर पेटमा बाँधेर हामीले घरमा पठाउँछौँ। यसले चाहिँ 24 घन्टा रेकर्ड हुन्छ। जस्तै अहिले हामीले राखेर पठायो भने भोलि चाहिँ यतिखेर चाहिँ यसलाई खोल्छौँ। खोलिसकेपछि हामीले चाहिँ यसको चाहिँ 24 घन्टामा बिपी चाहिँ हेर्छौँ। त्यसलाई चाहिँ हामीले 24 आवर्स एबिपिएम भनेर भनिन्छ। र यो एबिपिएमको बारेमा भन्नुभन्दा पहिले म तपाईँहरूलाई ब्लड प्रेसरको बारेमा थोरै बुझाउन चाहेँ। ब्लड प्रेसरलाई चाहिँ हामी एउटा 3 प्रकारले डिभाइड गरेका हुन्छौँ। त्यो के भन्दा बिरामी जब चाहिँ बिरामी मेरो बिपी बढ्यो भनेर आउनुहुन्छ अस्पतालमा, त्यो बिपी चाहिँ बढ्ने तरिका चाहिँ एउटा 3 प्रकारको हुन्छ। एउटा पहिलो चाहिँ कस्तो हुन्छ भने ब्लड प्रेसर कुनै बिरामीहरूको घरमा पनि बढिरहेको हुन्छ र अस्पतालमा आएपछि पनि त्यो बिपी हाई नै हुन्छ, त्यसमा खासै डिफ्रेन्स हुँदैन घर र अस्पतालमा। त्यस्तो धेरै जसो बिरामीहरूमा चाहिँ त्यस्तो खालको बिपी बढेको देखिन्छ। त्यसलाई उपचार गर्न पनि सजिलो हुन्छ, किनकि घरमा र अस्पतालमा धेरै डिफ्रेन्स नआइसकेपछि, चेन्जेसहरू नआइसकेपछि के हुन्छ नि, त्यसले हामीले जुन औषध चलाउन पनि हामीलाई सजिलो हुन्छ होइन। र 2 नम्बरमा चाहिँ कस्तो हुन्छ नि, 20 देखि 30% जुन बिरामीहरू हुन्छन् उनीहरूमा चाहिँ के हुन्छ नि, घरमा बिपी चाहिँ ठिक हुन्छ, जस्तै 140/90 भन्दा तल हुन सक्छ। र अस्पतालमा आइसकेपछि के हुन्छ भन्दा 170, 80 अथवा कसैमा 200 प्लस पनि हुनसक्छ। त्यो हुनुको कारण चाहिँ के हो भने जब सेतो एप्रोन लगाएको नर्सले अथवा डक्टरले चेक गर्दाखेरि उहाँलाई एन्जाइटी होइन बढ्न सक्छ, आत्तिन सक्छ। त्यसले गर्दाखेरि चाहिँ त्यो बिपी बढ्छ। त्यस्तो कन्डिसनलाई हामीले व्हाइट कोट हाइपरटेन्सन भन्छौँ। यदि त्यो अस्पतालमा आउँदाखेरि मात्रै बढ्ने हो भने चाहिँ त्यसबाट हुने जोखिम एकदम न्यून छ, खासै केही गर्नु पर्दैन भनेर भन्छ होइन। अनि 3 नम्बरमा आएर चाहिँ के हुन्छ भने कुनै व्यक्तिहरूमा चाहिँ कस्तो हुन्छ भने 5-10% व्यक्तिहरूमा चाहिँ घरमा चाहिँ बिपी बढी हुन्छ। जस्तै जो व्यक्तिहरू जस्तै स्लिप एप्निया, राति घुर्ने बिरामीहरू होइन, ओबेसिटी हुन्छ बिरामीहरू छ, अथवा डायबिटिज छ होइन, जस्तै ओल्ड एजहरूको बिरामी, त्यस्तो बिरामी जो अल्कोहलिक छ त्यस्तोहरूमा चाहिँ के हुन्छ भन्दाखेरि घरमा चाहिँ बिपी बढी देखिन्छ। तर जब अस्पताल आएर चेक गरिरहेको हुन्छ त्यो बेलामा चाहिँ ठिकठाक देखिन्छ। अनि त्यस्तो कन्डिसनलाई चाहिँ हामीले चाहिँ मार्क्स हाइपरटेन्सन भन्छौँ। यसलाई चाहिँ मैले अहिले अरू कन्डिसन भन्दा यसलाई मैले खतरा भन्छु, डेन्जरस भन्छु। किन भन्दाखेरि उनीहरूले के गर्छ भने मैले अस्पतालमा गएर चेक गरेँ होइन, डक्टरले चेक गर्नुभयो अथवा नर्सले चेक गर्यो, बिपी ठिकै छ भन्छ, घरमा गएर आफ्नो लाइफस्टाइलमा पनि विशेष ध्यान दिँदैन र मन परि पनि गरिरहेको हुन्छ। त्यही कारणले यस्तो व्यक्तिहरूमा चाहिँ अर्गन ड्यामेज हुने सम्भावना र सडन डेथ हुने सम्भावना बढी हुन्छ होइन। त्यसै कारणले चाहिँ एबिपिएमले चाहिँ के मेजर गर्छ भन्दाखेरि तपाईँको बिपी घरमा, अस्पतालमा अथवा अफिस टाइममा, सुतेको बेलामा के हुन्छ भने सम्पूर्ण 24 घन्टा चाहिँ रेकर्ड गर्छ। कुनै व्यक्तिको अस्पतालमा बढ्छ अथवा घरमा कम हुन्छ, कुनै व्यक्तिको घरमा बढ्छ अथवा अस्पतालमा कम हुन्छ, कुनै व्यक्तिको घरमा अस्पतालमा दुवैमा बढेको हुनसक्छ। त्यस्तो कन्डिसन चाहिँ एबिपिएमले आउँछ। र अर्को कुरा चाहिँ के हुन्छ भने यसले सुतेको बेलामा पनि के हुन्छ, जस्तै मैले भने ओल्ड एजहरूमा, डायबिटिजहरूमा होइन, अल्कोहलिकमा चाहिँ जस्तै सुतेको बेलामा बिपी बढ्न सक्छ। जस्तै त्यसले हामीले नक्चुनल हाइपरटेन्सन भनेर भन्छ होइन, त्यो चाहिँ झनै खतरा हुन्छ। सुतेको बेलामा चाहिँ अहिले रिसर्चले के देखाइरहेको छ भन्दाखेरि अरू बेलामा भन्दा सुतिरहेको बेलामा चाहिँ बिपी बढेको छ, त्यो झनै खतरा हुनसक्छ भन्छ। यो सबै कुरा हेर्ने प्रक्रियालाई चाहिँ हामीले एबिपिएम भन्छौँ होइन। र एबिपिएम हेरिसकेपछि 24 घन्टामा चाहिँ हामीले यसको आफै रेन्जहरू हुन्छ। जस्तै सुतेको बेलामा चाहिँ राति नाइट टाइममा चाहिँ माथिको ब्लड प्रेसर 120 भन्दा तल हुनु पर्यो, र तलको डायस्टोलिक ब्लड प्रेसर भन्छौँ त्यसलाई 70 भन्दा तल हुनु पर्यो होइन। र अर्को चाहिँ डे टाइमको बिपी चाहिँ के हुनु पर्यो, माथिको चाहिँ 135 होइन, सिस्टोलिक ब्लड प्रेसर 135 भन्दा तल हुनु पर्यो, र डायस्टोलिक भन्छ तलको बिपी चाहिँ 85 भन्दा तल हुनु पर्यो, र एभरेजमा चाहिँ माथिको 130 र तलको 80, 130/80 भन्दा तल हुनु पर्यो। यो कन्डिसन छ भने ठिक छ भन्ने बुझिन्छ। र योभन्दा बढी आयो भने हामीले हेरेर के हुन्छ, बिरामीहरू लाइफस्टाइल मात्रै चेन्ज गरेर हुने हो कि अथवा मेडिकेसन दिनुपर्ने हो कि के हो भनेर हामीले सल्लाह दिन्छौँ, एउटा कुरा। र अर्को कुरा चाहिँ के हुन्छ भन्दा जो व्यक्तिहरूले पहिलेदेखि नै न्युली डायग्नोस के अरे हाइपरटेन्सन नभएर पहिलेदेखि औषधि लिइरहनु भएको छ, त्यो व्यक्तिहरूको पनि बिपी कन्ट्रोल छ कि छैन, उहाँले खाएको औषधिहरूले चाहिँ बिपी कन्ट्रोल गरेको छ कि छैन, त्यो औषध ठिक छ कि छैन भनेर हेर्नको लागि पनि हामीले के गर्छ भने यो एबिपिएम चाहिँ हामीले चाहिँ युज गर्न सकिन्छ। र अर्को कुरा चाहिँ जो व्यक्ति कसैको व्यक्ति के हुन्छ नि, बिपी फ्लक्चुएसन भइरहेको हुन्छ, कहिले 130 हुन्छ, कहिले 120 हुन्छ, कहिले 160 हुन्छ भनेर भन्नुहुन्छ बिरामीहरूले। त्यस्तो कन्डिसनमा पनि के छ भनेर चाहिँ हामीले एभरेज बिपी, किनकि अहिलेको अनुसन्धानले के भन्छ भने एभरेज बिपी चाहिँ एउटा दुईटा रिडिङ भन्दा एभरेज बिपी चाहिँ महत्त्वपूर्ण कुरा हो।
त्यो हेर्नको लागि भनेर चाहिँ भन्छ। त्यही कारणले गर्दाखेरि हामीले त्यस्तो बिरामीहरूलाई पनि एभरेज बिपीहरू हेर्छौँ। जस्तै मैले नाइट टाइममा कति हुनु पर्यो, डे टाइममा कति हुनु पर्यो, एभरेज कति हुनु पर्यो भने त्यो हेर्छौँ। त्यसको लागि पनि हामीले एबिपिएम युज गरिन्छ। त्यसै कारणले मलाई तपाईँहरूलाई के भन्छु भने अहिले त प्रत्येक घरमा चाहिँ एउटा न एउटा व्यक्तिमा चाहिँ हाई ब्लड प्रेसर छ, उच्च रक्तचाप छ। त्यस्तो व्यक्तिहरूलाई यदि बिपी बढ्यो भने नआत्तिनुहोस्। तपाईँहरू मुटु रोग विशेषज्ञ नजिकको मुटु विशेषज्ञलाई भेटेर उहाँको सल्लाह अनुसार एबिपिएम राख्नुपर्ने हो कि होइन राखेर चाहिँ हामीले चाहिँ तपाईँको बिपीको क्याटेगोरी कस्तो किसिमको बिपीको नेचर हो, घरमा बढ्ने खालको, अस्पतालमा बढ्ने खालको, अथवा दुवै ठाउँ बढ्ने खालको, अथवा नाइट टाइममा बढ्ने खालको के हो भन्ने कुराहरू प्रोपर डायग्नोसिस गर्छौँ। त्यसपछि तपाईँलाई हामीले के गर्ने भनेर फरक सल्लाह दिन्छौँ। त्यही गरेर तपाईँलाई यो सम्बन्धी केही समस्याहरू छ भने प्लिज नजिकको मुटु विशेषज्ञलाई भेट्नुहोस् र आफ्नो समस्याको समाधान गर्नुहोस् भन्न चाहन्छु। धन्यवाद। र अर्को कुरा चाहिँ लास्टमा सरी यसको कस्टको कुरा छ। फेरि धेरैले सोध्नुलाई यो धेरै महँगो पर्छ के पर्छ, यसको पनि पर्दैन। मैले लास्ट टाइम टिएमटी गर्दाखेरि उसको रेन्ज बनाएको थिएँ इकोको जस्तै पर्छ भनेर। यसको पनि जुन इको कार्डियोग्राफी गर्छ नि मुटुको भिडियो छ त्यसको जस्तै पैसा हो। 500-1000 रुपियाँ तलमाथि पर्ला, खासै धेरै पर्दैन। कति 3000 कति छ यसको मूल्य यहाँ? 3000 हो है, 3035 कति पर्छ है, त्यति महँगो चाहिँ हुँदैन है त। धन्यवाद।